यति बेला हामी खास गरेर अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर 5 को यो मथुरा चोकभन्दा तलपट्टि थोरै तलपट्टि गौरी आर्यघाटमा छौँ। गौरीघाट आर्यघाटमा यो चाहिँ खास गरेर यहाँको अवस्थाको बारेमा हाम्रा इतिहासका जानकार हुनुहुन्छ नारायण भट्टराई सर। उहाँसँग आज हामीले यो ठाउँ गाउँको अवस्था अथवा यो घाटको अवस्था र यहाँको आसपासको अवस्थाको बारेमा केही कुराकानी गर्नेछौँ। जो यो गौरी घाटको अवस्था अथवा यो कसरी यहाँ चाहिँ ऐतिहासिक जानकारी पनि हुनुहुन्छ उहाँ। यो कसरी चाहिँ यहाँ मान्छेले आर्यघाट बनाए होलान् अथवा यो यहाँ चाहिँ दाह संस्कार गर्ने व्यवस्था भइराखेको छ, यसलाई कसरी चाहिँ व्यवस्थापन गरिएको छ होला, यसबारेमा थोरै इतिहासका जानकार नारायण भट्टराई सरसँग जोडिएका छौँ। हजुर नमस्कार। हजुर नमस्कार। आराम हुनुहुन्छ? हजुर सब ठिक छु। यहाँलाई हामी आराम छौँ। के छ अनि आज हामी खास गरेर यो एउटा अत्यन्तै संवेदनशील ठाउँ भनौँ अथवा यो ठाउँ धेरै जसो समयमा यहाँ चाहिँ धेरै मान्छेका जो मृत शरीरहरू ल्याएर अन्त्येष्टि गर्ने एउटा जीवनको अन्तिम अवस्थाको लाई यहाँ चाहिँ अन्तिम अवस्थामा ल्याइने ठाउँमा छौँ। यहाँ चाहिँ विधा अहिले चाहिँ यो ठाउँको बारेमा केही ऐतिहासिक जानकारी हुनुहुन्छ हजुर, यसको बारेमा बताइदिनुहोस् न। धन्यवाद केशवजी यो अवसरको लागि। यो ठाउँ परापूर्वकालदेखि पवित्र मानियो र यसमा हामीहरू ससानो हुँदाखेरि पनि औँसी सङ्क्रान्ति आदि इत्यादिमा हामी स्नान गर्न आउँथ्यौँ, जो दिदी जान सक्दैनथ्यो। अनि त्यति बेलैदेखि यो ठाउँलाई पवित्रतम भनेर मानिन्थ्यो, किनभने यो क्षेत्र कालीगण्डकीको पार्श्ववर्ती भयो। यो हाम्रो उलुक खोला छ, उलुकबाट झरेको पानी बग्ने ठाउँ, यसलाई उल्बेसी भन्छौँ। उल्बेसी खोला भन्छौँ। यो उल्बेसी खोला त्यो पौराणिक दृष्टिकोणले हेर्दाखेरि कालीगण्डकी एकदम पवित्र स्थल मानियो, जसले यो भूमण्डललाई नै पवित्रतम बनाएको छ। यो खोला भनेको कस्तो रहेछ भने जसको छोराछोरी भएका छैनन् र उनीहरूको चाहिँ जुन तीनवटा ऋणहरू हुन्छन् नि, देव ऋण, पितृ ऋण र अर्को के भनौँ पितृ ऋण। अनि यो जसको त्यो पितृ ऋण चाहिँ अपूर्ण भएको छ, त्यो यो स्नान गर्यो भने यहाँ दाह संस्कार गर्यो भने उसले मुक्ति पाउँछ भन्ने भनाइ छ, जनश्रुति हो। त्यसैको आधारमा होला यहाँ परापूर्वकालदेखि नै अन्तिम संस्कार गर्ने गरियो। त्यसैको नामबाट यो पहिला आर्यघाट बनियो, हाम्रो परम्परा अनुसार नै आर्यघाट बनियो। अहिले आएर पछिबाट यो मथुराको बारेमा जब अनुसन्धान हुँदै गयो, जाँदाखेरि यो मथुरा चाहिँ शिवजीको स्थल र कृष्ण आएर विचरण गरेको त्यो भएको हुनाले यसलाई चाहिँ बडा यसको बहुतै महत्त्वपूर्ण ठाउँको रूपमा यो 43 सालमा योगी नारायणनाथको संयोजकतामा भएको एउटा 1 महिना चाहिँ कोटी होम महायज्ञ धान्याञ्चल प्रवत पनि भयो। त्यसले चाहिँ यसलाई बडो पवित्रतम भनेर मानियो र त्यसले के स्थापना गर्यो भने कृष्णस्य हृदय शिवम शिवस्य हृदय कृष्णम भन्ने एउटा मान्यताको आधारमा यहाँ परम्परादेखि मान्दै आएको जुन एउटा शिवजीको सानो शिलामा पूजा गर्ने अनि यो शिवस्थान हो भनेर मान्ने गरेको ठाउँलाई उहाँ गोपेश्वर भनेर नामाकरण गरियो। त्यसपछि यसको नाम गौरीघाट भनेर राखिएको छ र यो पवित्रतम ठाउँ हो भन्ने कुरा पञ्चकोशी भनेर त्यति बेलै बनियो यो घाटलाई। यही यसको मोटामोटी पृष्ठभूमि यही बताउनु भयो। अनि चाहिँ यो त खास गरेर पूर्व पश्चिम पहिला हिँड्ने बाटो पनि हो यो भन्ने सुनिन्छ। हिँड्ने बाटो पनि हो। हजुर। त्यही बाटोबाट हिँड्ने क्रममा जुम्ला खटिएका बालनरसिंह कुँवर कि श्रीमती सुत्केरी भएर माइत पठाउने क्रममा बाटोमै यही यो भूमिको प्रतापले यहाँको दैवी शक्तिले गर्दा अनि उनी यही मथुरामा जङ्गबहादुरलाई जन्म दिएकी हुन्।
र वीर नरसिंह राणा भनेर कुँवरजी भनेर राखिएको हो। राणाहरू त उनीहरूले 1905 देखि भन्न थालेका हुन्, नभए कुँवरजी हुन्थे उनीहरूले। हजुर त्यति बेला त्यो यो बाटो मूल बाटो थियो। हजुर र त्यही मूल बाटोबाट हिँड्ने क्रममा 2016 सालमा यो देशाटनको क्रममा राजा पनि महेन्द्र पनि सवारी भएको छ। त्यति बेलाका प्रधानमन्त्री बीपी कोइराला हजुर पनि आउनु भएको छ। पारी देखिने जुन पिपलको रुख छ, हजुर त्यो पिपलको रुख लामो चौपारी थियो त्यहाँ। हजुर तपाईँले पनि देख्नु, हजुर पनि त्यति बेला थिएँ, विद्यार्थी अवस्थामा आएर देखेँ। जनसागर यो पुरै फाँटहरू जताततै मानिसहरू थिए, जम्मा भएको थियो। ठुलो उत्साह थियो त्यति बेला। अनि भिपीले त्यो जनमानसलाई सम्बोधन गर्नुभयो। त्यति बेला म बाल्यकाल थिएँ। बाल्यकाल भएको उहाँकै बोलीबाट ठ्याक्कै मैले यही भन्न त सक्ने मेरो ऊ पनि थिएन, उमेर पनि थिएन। तर पछि गएर त्यो बारेमा खोज्दै जाँदाखेरि मेरो बाकै कुराहरू भन्दाखेरि अरू स्थानीय मानिसहरूको कुराहरू गर्दा उहाँले ठुलो महत्त्वपूर्ण कुराहरू गर्नुभएको थियो। ग्रामीण विकासको कुराहरूमा त्यो आफ्नो पक्ष भयो। अनि त्यो चौतारी यो बाटो बन्ने क्रममा बर र स्वामीको चाहिँ रुख ढालियो र यो पारि पिपल चाहिँ रहेको थियो। त्यसलाई चाहिँ हाम्रो कृष्णप्रसाद खनालको धर्मपत्नी पुष्पा खनालले त्यो त्यति बेलाको सिम्बोलिक रूपमा राख्नुपर्छ भनेर वरिपरि चौपारी घेरेर त्यसलाई सुरक्षित राख्नु भएको छ। यो पनि एउटा भावनात्मक सम्बन्ध छ उहाँको ससुरालय अथवा कृष्णप्रसादको बुवालाई लामो समयसम्म सन्तान भएका रहेछ, तीनवटी पत्नी भएर पनि। अनि उहाँलाई सल्लाह दिए होला मानिसहरूले हरिवंश लगाउनुपर्छ भनेर 1999 सालमा यो पारीको खेत जति त सबै उहाँहरूकै हो प्राय, धेरै जसो भनौँ। अनि आफ्नो खेतमा अब यो फाँटमा उहाँले यहाँ यो दैवी शक्ति छ भन्ने मान्यता राखेर एउटा ठुलो चाहिँ हरिवंश यज्ञ लगाउनु भयो। र 2 सालमा उहाँको छोरा जन्मेपछि उहाँले बर पिपल स्वामी लगाएर लामो चौतारी चिन्नुभएको, त्यसैको नामबाट यो लामपाटी पनि भनियो। हो त यो के अरे जङ्गबहादुर जन्मेको ठाउँमा 20 फुटे जुन लामपाटी छ, पौवा छ, त्यसलाई चाहिँ पनि त्यसको नाममा पनि भनियो भन्ने पनि भनाइ छ। त्यो पनि होला। तर यो पनि एउटा चौपारीको पनि विशेष महत्त्व छ। अनि चाहिँ जस्तो यहाँ आसपासमा अहिले पनि धेरै मृत शरीरहरू ल्याउने गरिन्छ। यहाँ कुन ठाउँबाट अथवा यो कता कुन आसपासको ठाउँबाट ल्याउने गरिन्छ, के छ त्यसको बारेमा अझ जानकार हुनुहुन्छ? हो, यो चाहिँ प्राय यो उल्बेसी खोलाभन्दा पश्चिमपट्टि वाङ्ला र त्योभन्दा धेरै टाढाबाट पहिला त जुम्लाबाट पनि कालीगण्डकीमा लग्ने चलन थियो। जुम्लाबाट ल्याउँदाखेरि, दैलेखबाट, ढुटीबाट ल्याउँदाखेरि यहाँ चाहिँ अब यो कालीगण्डकीको समानको घाट हो यो भनेर उनीहरूले दाह संस्कार गरेर यहीँबाट फर्केर जाने गरेको पनि हामीले सुन्यौँ बचपनमा। र उनीहरूले अस्तु लिएर आएर विसर्जन गरेको पनि सुन्यौँ। र यो लामपाटीमा उनीहरू आएर बास गरेको पनि सुन्यौँ हामीले। त्यसो भएर यो चाहिँ पहिलेदेखि पवित्र ठाउँ हो। यसमा वाङ्ला, डिबर्ना अनि नुवाकोटतिर, हाम्रो यता ठुला पोखरातिर पाली र अड्गुरी सम्मका लासहरू पनि यहाँ आउँछन्। अर्घा सन्धि खर्क यो भइहाल्यो। अनि यहाँ चाहिँ यो आज चाहिँ नारायण बलिको अवसरमा त्यही अवसरमै छ। यसमा चाहिँ यो के छ भने यो बडो यसमा पौराणिक दृष्टिकोणले धार्मिक दृष्टिकोणले यसको रहस्य बहुत ठुलो छ। जस्तै अब यसमा चाहिँ दुर्घटनामा परेका लासहरू पनि आए। यो द्वन्द्वकालमा मारिएका मान्छेहरूको पनि यहाँ दाह संस्कार गरियो। र त्यस्तै किसिमको अकालमा मृत्यु भएकाहरूको पनि यहाँ दाह संस्कार गरियो। ती सबै मृतात्माहरूको दाह संस्कार भएको ठाउँमा नारायण बलि गरेर अनि एक दिने श्रीमद् भागवत पारायण गरेर ती सबैको मोक्षको लागि यो यज्ञको आयोजना गरेको हो। यो एउटा सामूहिक पितृ मोक्षलाई ध्यानमा राखेर यो आजको आयोजना गरिएको छ। हस्त जानकारी धेरै कुराहरू थिए, हामीले केही जानकारी हजुरहरूसँग लियौँ।
धेरै धेरै धन्यवाद छ। खास गरेर यो एकदम संवेदनशील ठाउँ, खास गरेर हामी धेरै जसो यो यस्तै ठाउँमा अन्तर्वार्ता अझैसम्म गरिएको थिएन। मैले झन्डै पहिलोपटक हुनुपर्छ यो आर्यघाटमा यसरी बसेर अन्तर्वार्ताको समयमा हजुर समय दिनुभयो, त्यसको लागि धन्यवाद। हस्त नमस्ते। धन्यवाद।